यति धेरै टेन्सन दिने यति धेरै छ्या भन्नाइ के हो। हेलो गुड मर्निङ वेलकम टु माई न्यू ब्लग्स। अनि आजको हाम्रो न्यू डे न्यू ब्लग सुरु भइसकेको छ। बिहान बिहान मुख धोएर पूजा गर्नुभएको रहेछ कि अनि टिका लगाएर आफ्नो हतियार बोकेर हामी चाहिँ आफ्नो ड्युटीतिर हिँडिसक्यौँ। आमा मधुहरू उता अगाडि चाहिँ दिदीहरू चाहिँ मासतिरबाट आइसक्नु भयो। म यताबाट आउँदैछु। यस्तो जाँगरले के काम गर्छु हौ म। झार पनि चेत्ने हो। सो त्यही हो। यो चाहिँ सुमित्रा दिदीको खेत हो। आज चाहिँ यसलाई हामी सफाचट गराएर जानुपर्ने हुन्छ। ओहो छेउको नखन्नाको सगाइ जल चाहिँ हामी खेतमा आइसक्यौँ होइन। अब हामी यहाँ छेउकुनो खन्नु पर्ने हुन्छ। दिदीहरू चाहिँ दिदी र आमाले उताबाट खन्दै आउँछन्। हामी दुइटा चाहिँ यताबाट खन्ने हो। आली लाउने हो भन्न। आली लाउने हो कि खन्ने हो र छेउकुनो खनेपछि आली लगाउने होइन। ल खन्दैनन् हो तराईमा। कोदाली नै इत्रुको छ। यसैले काम गर्नु पर्यो। अब हामी त एउटा गरेर भ्याउन लगाइसक्यौँ। टुँडामा आउन लगाइसक्यौँ। मेरो पनि उठ्न लाग्यो है फोरा। मधुले यहाँ खन्दैछिन्। हातमा फोरा उठुन्जेल मधुलाई माटोले तानिरहेछ। वाह वाह मधु वाह वाह मधु वाह खतरा। ओके म जस्तो हाल्दैन कस्तो हो र। खन्न पनि पाउँदैन कस्तो हो र। यो छाला के हात त नरम नरम हुँदै खै देखा त हात देखा त। हो मधुको फोरा उठेछ। हो मधुको फोरा त म खान्छु। अया हामीले त एउटा गरो भ्याउन लगाइसक्यौँ। अब सानो दुईटा छ। अब यता झन् त्यो चाक्लो हाल्नुपर्छ। यता त झन् फुल है माटो जो के हाल्ने यस्तो। के मैले के गरेर लगाइज हामीले यहाँ खनेर भ्याइसक्यौँ होइन। पुरै यत्रो पुरै पाखै खन्ने म आज हामीले खत्तम। अनि दिदीहरू चाहिँ उताबाट जानुभयो। अब हामी यहाँबाट पनि घर हिँड्न लाग्यो। अब घर गएर खानासाना खानुपर्छ। घाम चरिसक्यो। दिदीलाई ढिलो हुन्छ नि त त्यही भएर नानी ध्यान दिदी बहिनी सँगै हिँड्दैन न। बिहान बिहानै डह्रो कसरत भयो। ल अब हामी घर हिँडेको। सो गाइस अहिले चाहिँ हामी खेतबाट आएर खानासाना खाएर यता मगर मुडातिर हिँड्न लाग्यो कि अनि माथि दिदीको पानीको मिटर खै बच्चाहरूले खेल्दाखेरि बिगार्दै रे फुटाल्दै रे। अनि त्यही भएर हामी पानीको अफिसमा जाँदैछौँ बहिनी र म भएर। ओइ छिटो आइज न। कति टाइम लाग्छ हो। नक्कल पार्छ क्या आजकल धेरै नक्कल पार्छ मेरी बहिनीले। त्यही भएर अब हामी यहाँबाट जानुपर्छ। मगरमुडा जान्छ। अब त्यो मान्छेलाई लिएर सायद हामी दिदीकै घर जान्छौँ होला। त्यहाँ गएर भनेर फेरि बाटो चिनाइदिन पर्छ अरे। अनि त्यही भएर हामी त्यसलाई बाटो चिनाउनको लागि पनि दिदीको घर लिएर जान्छौँ होला। अनि सबै उता पानीको त्यो कामहरू सकेर अनि डाइरेक्ट हामी घर आउँछौँ। आऊ छिटो न कति ढिलो गर्छु हौ। ल अब हामी लागेको बिजुली अफिसतिर। आया चढ के सक्छिस धान्न। क्या कहना क्या चाह रहे हैं भाई आप। सकिहाल्छ नि हौ। छ्या मसँग जाने कति तातो। बुटोलको गर्मी हो नि बहिनी। बुटोलको गर्मी तातो त भइहाल्छ नि। ल पकडौँ। सबै हामीले चाहिँ अब
धारासारा बनायौँ होइन धाराको सामान लिन गएको थिएँ नि त अघि म अनिल आएर धारासारा बनायो अहिले चाहिँ हामी यहाँ नास्ता खाँदैछौँ मधुले यहाँ चटपट बनाउँदैछ चटपटे कतिको राम्रै आउनु टमाटर यसमा नुन हाल्दैन नि ती नुन हाल्दैन हाम्रो उहाँ त के अरे राति कामबाट कि 8 बजी आए पनि अनि मै काट्छु त्यति आए नुन पनि बोकाल्दै खाने हाम्रो घरको त ठुलो घर अलि बस्छ होइन दिनै किन्नु पानी हाल्दैन कतै बिमारीमा भएन भने के हो पानी हाल्दैन म चाहे खान्छु न कस्ता कतन राख्नु दिनको दिन चाहिँ चटपटे अब हामी चटपटे खान्छौँ अनि ओसिनमा पनि यसमा आउनुलाई अब त्यो भुजाको कारण मैले त्यही निकाल्नलाई होला भन्दाखेरि हेर्छु हाल्दिनलाई होला भन्छ हाल्यो कस्तो डराउँछ पानी जब पानीको ढक्कन खोल्दा त डराउँछ दिदीको घरबाट चटपट खाएर अनि म चाहिँ नुहाउनुलाई लिन गएको थिएँ कि अनि नुहाउनु त अनि म स्कुलमा गएँ होइन ननुको स्कुलमा त नुहाउनु चाहिँ नाइ अनि टिचरलाई सोधेको टिचरले त भनेको स्कुलको बसमा हाल्दैछु भनेर होइन अनि म सिधै उहाँ दिदीको घरमा गएँ अनि दिदीको घरमा गएर हेर्छु त नुहाउनु चाहिँ नाइ लास्टमा घरमा आउँछु त उहाँ म्याम त यहाँ तल घर आएर बस्नु भएको कम्ता टेन्सन दियो अरे मलाई आज यति धेरै टेन्सन दिने यति धेरै टेन्सन दिएँ म त ला अब कता गई हराइ क्या हो अब गाडीमा चढाइदिएको भन्छ टिचरले अनि फेरि कता गएछि भन्ने त्यस्तो टेन्सन भइरहेको थियो तर अनि घरमा आएको त अब चाहिँ घरमा आइरहेछ आन्टीहरू पल्लो घरको आन्टीहरूसँग आइरहेछ कि त्यही हो ल अब चाहिँ फेरि हामी बिहान खनेर आएको नि त अब फेरि हामी खन्न जाने हो अहिले अलि शीतल भयो दिउँसो लास्ट गर्मी थियो त्यही भएर हामी घरमै बसेको थियौँ त्यही भएर अहिले चाहिँ हल्का शीतल भएको छ अब हामी खन्न जाने दिदीहरू आमा बाबा गइसक्नु भयो म जाने यहाँबाट मधु गइस ए मधुलाई फेरि जहिले पनि काम गर्ने भने बेला पनि पानी लिएर जाई ल हाम्रो दिदी र भाउजूहरू चाहिँ उता खन्नु भएको छ अनि म चाहिँ यहाँ बसिरहेको छु कि यही घर अगाडि हो खन्ने त्यही भएर म चाहिँ यहाँ बसिरहेको छु यहाँबाट म हेर्दै बसिरहेको छु अब म यहाँबाट पानी बोकेर जाने हो उता खन्नको लागि त्यो पुरै खन्न छ हो त्यो पुरै खन्न छ लास्ट गर्मी छ हो लास्ट गर्मी छ 6 बन्न लागिसक्यो त्यही पनि यति गर्मी छ नि कसो गर्ने हो नि ल अब हामी खन्न जानुपर्छ फाइनली म चाहिँ हिँडेँ खन्नको लागि कोदाली र पानी बोकेर अब यो छाताबाट राखेको नानी दिदी चाहिँ हो म त कुन चाहिँ आइछ अझै आमाले नानी दिदी हो भन्दा पनि होइन हो कुन ए भगवान् कससँग म त त्यहाँबाट दाजु घोरिएर हेरिरहेको
ल अब हामी खन्नु पर्यो किन हौ झाम त डढा कस्तो घाम पनि किन त बिचबाट खन्नु भएको यहाँ सुन्नु भयो क्या ए यहाँबाट यति मात्रै हो अब यति भन्ने तल जति खाने नि छ मान्छे नि हो खोइ त हाम्रो बाख्रा ओ पारी मानेको हाम्रो हो ए तर के होइन कस्तो मन नान्दिलो पनि भनिरहेको छ चिन्दै नचिनेको क्या यसो हेर्दाखेरि त बिहान मैले खनेको कोदाल खोइ त यो त लास्टै उस छ सानो है यो त मजुल खने के हो ए ल अब यहाँ बसेर त होइन उठेरै हो खनी त अब हामी यहाँ खन्छौँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा हौ खन्नलाई ल हेर त खन्न आइ के हौ जाऊ पुकुली खन्न आइ के हौ बाबा भन न ए मेरो सुन चुडाली ए मुट्यो ए मेरो दिदी भन हामी यहाँ खन्दै थियौँ कि अनि यु आई उठेर बाई गरिदेऊ बाई गर ल अब चाहिँ हामी फेरि खन्न लाग्यो हामीले 3टा गरेर भइसक्यौँ हो खनेर अब यताको 2टा खन्दैछौँ पुगुली उठी चाहिँ अनि त्यही भएर आइथ्यो कि अनि त्यही भएर ल अब चाहिँ हामी फेरि खन्नु पर्ने आजको लागि यति नै हो सपुवा थियो ल नानीलाई लिएर जाउँ न त घर नानीलाई लिएर जाउँ न त